रमाइलो हुन्छ, यस्तो हुन्छ उस्तो हुन्छ धेरै कुरा थाहा पाइयो। त्यतिखेर के थाहा नै हुन्थेन। अनि म खुब पनि हेर्थेँ कि अनि मैले सोच्थेँ कि मैले सोचेँ भन्दा पनि बहुत डिफ्रेन्ट छ कि मैले यस्तो सोच्दा यस्तो हुन्छ भनेर। पछि बल्ल बल्ल अनि जब यहाँ बुझियो अनि बसियो अनि यहाँको वातावरण सबै थाहा पाइयो नि त। अनि त आजभोलि त भगवान् यो गर्मी देखेर यस्तो परेसान भइहाल्छु। पंखा चलाए पनि हुन्न, कुलर चलाए पनि हुन्न, दिनमा 3-4 चोटि नुहाए पनि हुन्न। अनि त्यतिखेर चाहिँ अनि आइसकेपछि राति चाहिँ अनि मतलब हुन्छ नि त रातिको बेलामा अनि ट्याक्क अनि राति अनि एकदम हामी गाउँदेखि आइसकेपछि राति आथ्यौँ कि राति लगभग 9 बजीसम्म पुगेको थियौँ। अनि यहीँ पुष्पलाल चोक नजिकै अनि गाडीले रोकिदियो। अनि त्यहाँदेखि हिँड्दै आएको थियौँ कि म त फेरि खुसी थियो नि त। अनि दनादन अगाडि हिँडेछु अनि त्यो राति पनि गाडी चल्ने कि रहेछ। अनि कहिले गाडी नदेखेको मान्छे त्यो गाडी देखेर चल्याएर देखेर अनि अटो देख्ने परसम्म त्यतिखेर रिक्सा चल्थ्यो कि। अनि त्यो रिक्सा चल्थ्यो अनि यस्तो सोध्थेँ यो रिक्सामा कसरी बस्छन् मान्छे अनि कसरी चल्छ, मतलब धेरै कुराहरू के कन्फ्युज हुन्थेँ म। अनि ल जब घर आएँ अनि रिक्सामा पनि बसेन कि नजिकै छ हिँड्दै जाने। अब गाडीमा दिनभरि बसेको शरीर पनि दुखिरहेको थियो। अनि पछि हिँड्दै आयौँ। अनि पछि हिँडाइसकेँ जब घर नजिक आयौँ अनि त्यहाँ घर नजिकै चाहिँ फेरि गेट फुल हुन्छ कि त्यो कुन फुल भनौँ गेट फुल नै हो तर ऊ हुन्छ कि खै के पो भन्छ नाम थाहा छैन। अनि त्यो गेट नजिक आइसकेपछि अनि मतलब हुन्छ नि रातिको बेलामा पुरा बास्ना आउने कि त्यो फुल त। अनि घर नजिक आइसक्यो अनि कस्तो अनि स्मेल आयो, सुँगेको कस्तो बास्ना आयो। अनि पछि ड्याडी कस्तो मिठो बास्ना आउँछ के हो यो भने फुल। अनि मतलब हुन्छ नि त फुल यस्तो बास्ना आउँछ यस्तो आउँछ सानोमा त के नै थाहा हुन्छ फुल बास्ना आउने यो त्यो खासै वास्तै नहुने कि। मैले सोचेँ म त फुल बास्ना आइरहेछ मलाई यो चाहिँ घर बास्ना आइरहेछ, यहाँको सहरको घर त बास्ना आउँदो रहेछ अनि फिल हुने कि त्यस्तो हो नि। अनि राति चाहिँ यहाँ खासै केही लागेन। जब बिहान भयो बाबरे बाब यहाँको नेपालगञ्जको गर्मी, गाउँमा चाहिँ चिसोमा बसेको मान्छे म नेपालगञ्जको यस्तो गर्मीमा मेरो फेरि त्यतिखेर सानोमा फेरि कपाल फेरि नकाटेको है बढेको यति लामो कपाल, त्यति बाक्लो कपाल